मेरो दाख्रामा शेर्पा मेरो ताते यो जक्याउ कुलीबारी भोगेर जिन्दगी चलिरहेछ। अब 20 वर्ष परिवार हाम्रो 4 जना छ। अहिले छोराले भरे ल्याएर सँग 5 नातिसँग छु त न। अब फर्स्ट धेरै दुःख लागेको थिए, जानेन आएन। त्यतिखेर अब हाम्रो माइतीहरूले पनि आफैसँग नभएपछि धेरै हेर्ने जस्तो भयो। तर अब सबै काम जानिसकेपछि चाहिँ अलिक सजिलै भयो, राम्रै छ। म खास गाह्रो भएन, फर्स्ट गाह्रो भयो। अब ट्रेकिङमा सबै छरमसी मात्रै हुन्छ। अब म कसरी कहाँ सुतौँ होला, के गरौँ होला, बोल्नु नसक्ने भएको थियो। अब अहिले बानी भएर मैले खास जस्तो चाहिँ केही लाग्दैन। माया लाग्छ मेरो। अब हाम्रो जिन्दगी चलाइदिने नै त्यही छ के हो। हुन्छ कुनै अब त्यस्तै हामी मान्छे जस्तै हो, कुनै बदमास फटाइ हुन्छ, कुनै राम्रो छ हुन्छ त्यही अब। हजुर अब जीवनको बारेमा त खै के सिक्यो भने त अब सिकेको अब यति हो। अब पहिले मेरो आमा बुवाहरू अब गरिब हुनुको कारण पढाइदिनु सकेन। त्यही कारणले अब यति शिक्षा चाहिँ आफैले पढाउनु भयो। यतिसम्म चाहिँ पढाइरहेको छ। अबदेखि चाहिँ के होला, यतिसम्म चाहिँ मैले पढाइरहेछ। जस बच्चाले जस दुःख गरिबको छोराछोरीको कमी हुनु दिएन। अर्कोको बच्चा, मेरो दाइहरूको बच्चा, मेरो आम्नाइको आँखाको बच्चाहरू हेरेर चाहिँ मेरो बच्चाको दुःख हेर्दाखेरि अलिकति मेरो बच्चाले पनि के भन्छ भने मलाई, ममा हामी पनि अलि उनीहरू जस्तो भइदिएको भए हुन्थ्यो भन्ने जस्तो कुरा गर्दाखेरि चाहिँ अलिक दुःखै लाग्छ। किनभने माग्ने उनीहरूले जस मागेको जति हामीसँग पुग्दैन नि, त्यो कारणले अलिक दुःख लाग्छ। मेरो छोरा राम्रै छ। छोरा जस हरेक काममा म गर्दैन भन्दैन, छोरा राम्रै छ। म त धेरै उयो लाग्छ नि। अब सगरमाथा कारणले नै हामीले यतिर ट्रेकिङ क्षेत्रमा यतिर टुरिस्ट आएर जस यतिर काम दिएर गरेर खानु पाइरहेछ। यही सगरमाथै उयो छैन भने त हामीले जस काम पाउनु गाह्रो हुन्छ, मुस्किल हुन्छ, हातमुख जोड्नु गाह्रो हुन्छ। तर यो हामी यो अहिले आइरहेको ट्रेकिङ चाहिँ मेरो एकदम मेरो माइती भन्दा पनि धेरै राम्रो। मलाई एकदम दिदी भनेर मान गर्नुहुने है। खाना उनीहरू खाइरहेसँगै खाना दिने जस यो युटेक अफिसको दाइ हो। एकदम राम्रो गर्छ। जस त्यस्तो राम्रो गर्दाखेरि चाहिँ मेरो दाजुभाइले मलाई नराम्रो गरे पनि, यसलाई गरे पनि अरू कसैले मलाई यस्तो माया गर्नु दाइहरू व्यर्थ रहेछ भन्ने जस्तो लागिरहेछ। हजुर खुसी लाग्यो मलाई। जे भए पनि एकजनाले आफ्नै एउटा आमा बाबाकोबाट जन्मिनेहरूले आमालाई उयो नगरे पनि अन्त्यबाट गरे पनि मलाई जस धेरै खुसी लाग्यो। राम्रो गर्नुहुन्छ उहाँहरूले। त्यही भएर म उहाँहरूसँग आउनु चाहिँ धेरै खुसी छ। हो अब राम्रोले त राम्रो भन्नु पऱ्यो। एकदम खुसी के खुसी। यही दाइहरू धेरै राम्रो हुनुहुन्छ। जस केटा र हामी छोरीमा चाहिँ उनीहरूकै आफ्नै दिदी बहिनी जस्तो सम्झिने कि। अनि त भएपछि चाहिँ मेरो पनि दाइहरू यस्तो भाइहरू यस्तो भइदिएको भए मलाई कति राम्रो हुन्थ्यो भन्ने जस्तो लाग्छ कि। तर ठिकै छ मेरो जस कसैले नराम्रो गरे पनि कसैले राम्रो गर्ने निस्किँदो रहेछ। त्यस आउने लामा